स्वागत छ यो हाम्रो दोस्रो भिडियोमा र हामी अझै पनि कृषिको बारेमा कुरा गर्दैछौँ। नेपालमा कृषिको विकासक्रम कसरी अगाडि बढ्यो भन्दाखेरि चाहिँ सुरुवातमा हाम्रो केदेखि सुरु हुन्छ भन्दा चिया खेती। चिया खेतीबाट चाहिँ हाम्रो देशमा कृषिको विकास भएको हुन्छ, विकासक्रम सुरु भएको देखिन्छ र विक्रम सम्वत 1920 मा चाहिँ यसको सुरुवात भएको थियो। चिया खेतीको सुरुवात 1920 देखि भयो र सुरु गर्ने चाहिँ को हुन् त भन्दाखेरि गजराज सिंह थापा, जुन चाहिँ कसको भन्दाखेरि जङ्गबहादुर राणाको ज्वाइँ। उनी चाहिँ जङ्गबहादुर राणाको ज्वाइँ थिए र कहाँदेखि ल्याइयो भन्दाखेरि चीनदेखि लिएर आएको। अनि कुन जिल्लामा ल्याएर सुरुमा रोपियो भन्दाखेरि सुरुवात गरेको जिल्ला चाहिँ कहाँ हो भन्दाखेरि हाम्रो इलामबाट सुरु गर्यो। तर सुरुवात चाहिँ हामीले इलामबाट गरे पनि सबैभन्दा धेरै फल्ने हैन, चिया धेरै उत्पादन हुने जिल्ला चाहिँ कुन हो? उत्पादन हुने जिल्ला चाहिँ हाम्रो कुन हो भन्दाखेरि इलाम। म लेख्दिनँ खासमा यो झापा हुँदैछ, झापामा चाहिँ धेरै उत्पादन हुन्छ। र चियामा चाहिँ कुन तत्त्व पाइन्छ भन्दाखेरि चियामा पाइने रसायन चाहिँ हाम्रो टेनिन हो हैन। अनि अब नेपालमा मात्रै हैन, नेपालमा सुरुवाती गरेको नगदे बाली भनौँ या कृषिको लागि सुरुवात गरेको पहिलो चाहिँ हाम्रो प्रोडक्ट भनेको चिया हो। तर विश्वमै पहिलो नगदे बाली भनेर पनि चिनिन्छ। नगदे बाली कुन हो भन्ने हो भने त्यो पनि के हो? चिया नै हो है। अनि अर्को हाम्रो ग्रीन गोल्ड केसँग सम्बन्धित छ भन्यो भने केसँग सम्बन्धित छ भनेर यदि कसैले सोध्यो भने पनि त्यो केसँग सम्बन्धित छ भन्दाखेरि अभियसली चियासँग सम्बन्धित छ। र चियापत्तीका आविष्कारक को हुन् भन्ने हो भने थोमस अल्वा एडिसन त होइन थोमस सुलिमान चाहिँ चिया खेतीको आविष्कारक हो। अनि अब धेरै उत्पादन गर्ने जिल्ला, यसलाई म फेरि क्यान्सल गरिदिन्छु। चिया खेतीको बारेमा कुरा गर्दैछौँ हामी। विश्वमा सबैभन्दा धेरै चिया उत्पादन गर्ने देश भनौँ भने चाहिँ त्यो कुन हो? भारत हो। हाम्रो छिमेकी। कफीमा चाहिँ ब्राजिल छ। हामी कफीको बारेमा अलिकति पछाडि कुरा गर्छौँ। र हाम्रो चिया क्षेत्र घोषणा गरेको छ क्या हाम्रो देशमा पनि। अर्को चिया क्षेत्र भनौँ अथवा हैन, 5वटा जिल्लालाई चाहिँ चिया पकेट पनि भनिन्छ। र यो 5वटा जिल्ला चिया पकेट कुन कुन हो त भन्दाखेरि
सुरुमा त अभियसली इलाम भइहाल्यो, अनि त्यसपछि झापा, त्यसपछि पाँचथर, तेह्रथुम र तेह्रथुमको छिमेकी जिल्ला कुनो धनकुटा। अब यदि चिया पकेटको रूपमा चाहिँ घोषणा गरेको कसले भन्दाखेरि राजा वीरेन्द्रले घोषणा गरेको कहिले भन्दाखेरि 2039 विक्रम सम्वत अथवा साल भनौँ। अनि यो सालमा चाहिँ चिया क्षेत्र भनेर घोषणा गरिएको थियो। अनि हामीले बुझ्नै पर्ने अर्को चाहिँ के हो भन्दाखेरि सिटिसी दानादार चिया भनिन्छ नि, यसको चाहिँ अब के हो भन्दाखेरि फुल फर्म क्रस टियर कर्ल हैन, यसरी क्रस गरेर टियर गरेर कर्ल गरेर बनाइन्छ भनेर भनिन्छ। र यो सिटिसी चिया भनेको चाहिँ तराईमा पाइन्छ, सिटिसी चिया तराईमा पाइन्छ हैन। तर अर्थोडक्स अर्को हाम्रो चियाको नि प्रकार हुन्छ दुई खालको। अर्थोडक्स चिया चाहिँ चिया पहाडमा पाइने चिया हो हैन। पहाडमा पाइने चियालाई चाहिँ के भनिन्छ, अर्थोडक्स भनिन्छ। अनि चिया दिवस चाहिँ हाम्रो धान दिवस जस्तै अब असार 15मा मनाइँदैन तर 15 चाहिँ 15मै मनाइन्छ। कहिले भन्दाखेरि वैशाख 15मा। अनि यो चाहिँ कहिलेदेखि सुरुवात गरेको भन्दाखेरि सुरुवात चाहिँ हामीले 2054 सालदेखि सुरुवात गरेको। र त्यहाँदेखि तपाईहरु गन्दै आउनुहुन्छ भने यो सालमा चाहिँ 28औं चोटि मनाइसक्यो। 28औं चिया दिवस चाहिँ मनाइसक्यो। अब 54 सालदेखि गर्ने भने 55मा 1 चाहिँ नभन्नु होला, किनभने त्यसरी मिस्टेक हुन्छ। किन 54मा 1 बनाइसक्यो, त्यही कारण 28 हो। नत्र सरसर्ती हेर्दाखेरि चाहिँ अब 81मा 54 घटाउँदा 27 हुन्छ हैन। त्यस्तो चाहिँ नगर्नु होला हैन, किनभने 54मा 1 बनाइसकेको हुन्छ। सो त्यहाँ मिस्टेक हुनसक्छ हिसाबमा चाहिँ। र 28औं दिवस मनायो। र यसको चाहिँ नारा चाहिँ के थियो भन्दाखेरि स्लोगन चाहिँ के थियो भन्दाखेरि कृषि पर्यटन र औद्योगिकरण नेपाली चियाको दिगो बजारीकरण। यसरी चाहिँ हामीले नारासँग चाहिँ हामीले अस्तिको भर्खरको 81 सालको चाहिँ चिया दिवस मनाएका थियौँ हैन त। अब अरु के एउटा कुरा, दुईटा कुरा हामी दुईटा स्थापनाको मितिहरू हामी हेरिहाल्छौँ। सो लास्ट बट नट लिस्ट हैन, चियाको बारेमा हामी कुरा गर्दाखेरि कन्ट्रोल ए, यसलाई मैले डिलिट गरेँ। त्यसपछि नेपालको पहिलो चिया स्टेट, नेपालको प्रथम चिया स्टेट हैन, टी स्टेट कुन हो भन्दाखेरि बुधकरण टी स्टेट। बुधकरण टी स्टेट हो। अब स्थापना यसको कहिले भयो? बुधकरण टी स्टेटको स्थापना कहिले भयो त भन्दाखेरि 2033 होइन, मैले यसलाई मिस्टेक गरेँ। 2016 सालमा भएको विक्रम सम्वत चाहिँ बुधकरण टी स्टेटको चाहिँ
16 सालमा भएको। अनि तर निगम पनि चिया विकास निगम पनि छ हाम्रो। चिया विकास निगमको स्थापना चाहिँ हाम्रो 2033 सालमा भएको थियो। 2033 सालमा चाहिँ चिया विकास निगमको स्थापना भएको थियो। लगभग हाम्रो चियाहरूको बारेमा आउने जेनरल नलेजमा क्वेसन यति नै हो। तपाईले यति जान्नु हो भने चियाको बारेमा लगभग पुग्छ। ओके, सी यू गाइज इन द नेक्स्ट भिडियो। हामी अर्को भिडियोमा पक्कै पनि भेट्नेछौँ। त्यसपछि रमाइला कुराहरू गर्नेछौँ यस्तै।